चाया परेर हैरान हुनुहुन्छ भने एकचोटि चायाको बारेमा बुझौँ है त। चाया भनेको चाहिँ त्यही मैले अस्ति जुन भिडियो बनाएको थिएँ नि, म्यालासेजिया फर्फर भन्ने फङ्गसले नै हुने हो क्या। त्यो फङ्गस चाहिँ तपाईँको मेरो सबैको यो तालुमा हुन्छ। तर जसकोमा चाहिँ बढी चाया देखिन्छ उनीहरूको चाहिँ त्यो शरीरले त्यो फङ्गसको विरुद्ध चाहिँ धेरै रियाक्सन गरेको हो। अनि त्यो रियाक्सन गरिसकेपछि हाम्रो यो छालाको चाहिँ टर्नओभर भन्ने चाहिँ त्यो चेन्ज हुने रेट चाहिँ बढ्छ क्या। त्यही भएर चाहिँ छिटो छिटो त्यो टर्नओभर हुन्छ अनि त्यो चाया निस्किन्छ होइन। अब चाया कतिखेर बढी हुन्छ हजुरहरू सबैलाई थाहा छ, चिसोमा बढी हुन्छ, स्ट्रेस बढी भयो भने धेरै बढ्छ, पानीहरू कम खानु भएको छ, पानी कम खानु भएको छ भने पनि हुन्छ, डिहाइड्रेसनले गर्दा पनि बढ्छ। र तेल एकदम धेरै तोरीको तेल, नरिवलको तेलहरू पनि धेरै लगाउनुहुन्छ र यो तालुको कपालको हाइजिन चाहिँ मेन्टेन भएको छैन, राम्रोसँग नुहाउनु भएको छैन, क्लियर भएको छैन भने पनि हुनसक्छ क्या। त्यही भएर त्यो तेलहरू पनि धेरै लगाउनु राम्रो होइन। एकदमै त्यो चायाको चाहिँ एकदम पहेँलो एकदम बाक्लो छ भने त तेल लगाउनु नै होइन। कहिलेकाहीँ चाहिँ ड्राई स्काल्प छ भने कहिलेकाहीँ थोरै तेल, ओलिभ ओइल, कोकोनट ओइलले अलिअलि हेल्प गर्ला, तर धेरै तेल लगाउनु पनि राम्रो होइन। र लगाउने चाहिँ के त भन्दाखेरि त्यो किटोकोनाजोल भन्ने स्याम्पू हुन्छ क्या। किटोकोनाजोल 2% स्याम्पू भयो, 2% स्याम्पू होइन, अथवा सेलेनियम सल्फाइड भन्ने पनि हुन्छ। र हेड एन्ड सोल्डर जस्ता स्याम्पूमा पनि, तर यदि त्यसमा चाहिँ जिङ्क पाइरिथिन भन्ने तत्त्व छ भने त्यहाँ कम्पोनेन्ट पछाडि पढेर यदि तिनीहरू छ भने त्यो पनि लगाउनु मिल्छ। लगाउने चाहिँ कसरी, त्यो सपोज किटोकोनाजोल स्याम्पू लगाउनु भयो, लगाइसकेपछि 4-5 मिनट यत्तिकै तालुमा राख्ने, अनि त्यो पछि बल्ल धुने, हप्तामा 2 चोटि त्यसरी नुहाउन सकिन्छ। र यदि तपाईँलाई चाहिँ एकदमै बाक्लो छ, पहेँलो भएको छ, दागहरू आएको छ, दुख्न थाल्यो, घाउ नै हुन थाल्यो, रगत नै आउन थाल्यो, फेसतिर आउन थाल्यो, दाढीतिर पनि फैलियो, शरीरतिर अरू ठाउँतिर पनि चाया फैलिन थाल्यो, कपालहरू धेरै झर्न थाल्यो, त्यस्तो भयो भने चाहिँ एकचोटि डर्माटोलोजिस्टलाई देखाउनुपर्छ है त। ओके, थ्याङ्क यू, नमस्कार।